tvnepali.com. यत्रो दिन कहाँ गएको थियो तिमीहरू? बर्ड फ्लू भएको थियो मिस। अनि यो बर्ड फ्लू त चरा चुरुङ्गी त्यो कुखुरा हाँसलाई हुन्छ, सुँगुरलाई कोही केलाई हुन्छ भने सुनेको थिएँ। सुँगुरलाई त स्वाइन फ्लू पो होला। अनि तिमीहरूलाई चाहिँ कसरी भयो बर्ड फ्लू फेरि? होइन के मिस, अब हाम्रो बाबुले घरमा कहिले हामीले मान्छे जस्तो भएर बस्न दिएको भएको कुखुरा जस्तो त्यस्तो बनाएर राख्थ्यौँ सधैँ। हुन त हेर्दै कुकुर जस्तै छ है। तर मिस ट्युसन पढेर मार्क्स त 100% कट्ने भयो भनेपछि पास त खप्पै। अनि त्यो त कटिहाल्छ नि। अब यति राम्ररी मिसको सङ्गत गर्न पाएछौ। त्यही भएर त ट्युसन पढ्न आएको त। हो नि मिस। म्याम यो बियरमा चाहिँ अङ्ग्रेजी मिसाएको हुन्छ कि क्या हो? अन किन? के भयो र? हाम्रो बाबुले जहिले त्यो बियर खाएर आएपछि अङ्ग्रेजी मात्रै बोल्छन् हैन? हो नि। होइन किन? तिमीहरूको बाउ त पहिला त्यो अफ्रिकाबाट झराए जस्तो हो, कालो बिरालो जस्तो काला स्मार्ट थिए। अहिले त गोरा न गोरा भएछन्। होइन के प्रयोग गर्न थाले? होइन के मिस, पहिले हाम्रो बाबुले अब पहिला चोर्ने काम गर्थे, अचेल अब दुध बेच्नतिर लागेका छन्, त्यही भएर होला कि। तर पनि मिस ट्युसन पढेर मार्क्स त 100% कटाइन्छ भनेपछि पास त खप्पै। हो, त्यो त म तिमीहरूलाई पास गराइहाल्छु नि। अब हेर्दा बिरालो जस्तो भए पनि राम्रै मार्क्स ल्याउँछ जस्तो छ। त्यही त हेर्दा त राम्रै लिइसक्यो। यस्तै खालको सिन हेर्न पाइयो भने त मार्क्स त भइहाल्छ। ल भने स्वाट हो। काल कति प्रकारका हुन्छन्? तीन प्रकारका हुन्छन्। स्याबास। ल तिनैवटाको उदाहरण दिया हो त अब। हिजो मैले तपाईँको छोरीलाई देखेको थिएँ। आज म उसलाई धेरै माया गर्छु, भोलि म उसलाई भगाएर लान्छु। केटा ट्युसन पढेर मार्क्स त 100% कटाइने भयो भनेपछि पास त खप्पै। मिस अलिकति यस्तो यस्तो हुँदैछ, म गरेर आइहाल्छु नि। मिल्दैन मिल्दैन। अहिले के को यतिखेर यहाँ पढ्ने बेलामा तिमीहरूलाई के आउँछ? पिरियड चलिरहेछ। अब त तपाईँको महिने पछि चल्ने पिरियड हामीलाई के मतलब? युट्युब च्यानल टिभी नेपाली सब्स्क्राइब गर्न नभुल्नु होला। tvnepali.com.